नमस्ते सबैजना, म चाहिँ यो 20 घन मिटर बनिरहेको फेरोसिमेन्ट ट्याङ्कमा साइट भिजिटको लागि गएको थिएँ। म जाँदाखेरि चाहिँ त्यहाँ एक्जाभेसन, सोलिङ र पिसिसीको काम सबै भइसकेको थियो र प्लास्टरको काम भइरहेको थियो। अनि अब म नेक्स्ट दिन जाँदा चाहिँ त्यहाँ माथि सुपर स्ट्रक्चरको काम हुन लागिरहेको थियो र हुनै गर्दा चाहिँ मैले दाइलाई अगाडि के काम गर्नुभयो त सबै प्रोसिजरहरू टर्न बाई टर्न भनिदिनु भनेको थिएँ। ल सुनम है। अब हाम्रो के हो भने पहिला हामीले खोदाइ गर्यौं हैन, अनि यो 20,000 घन मिटरको लागि हामीले तल खोदाइ गर्यौं अनि फाउन्डेसन गर्यौं हैन। फाउन्डेसन गरिसके भन्दा त्योभन्दा पछि हामीले अब एउटा सोलिङ गर्यौं। हेर्नुस्, सोलिङ गरिसकेपछि अनि सोलिङ गर्यौं। सोलिङ सँगै के गर्नु पर्यो हजुरले? म भन्छु। अनि सोलिङ गर्यौं। सोलिङको माथि हामीले के गर्यौं भनेपछि सोलिङको उसमा पाइप हामीले यता एउटा पाइप बिछ्यौं अनि यो सुरुको पाइप चाहिँ कहाँ जाने रे? यो हामीले किनभने यो समुदायको अनि गाउँको लागि हजुर, 50 घर दूरीको लागि हजुर। यो फेरि के हो भने हाम्रो भित्र सार्नालीको लागि हो यो बीचको हजुर सोर्स हो। अनि किनभने त्यसमा हाम्रो मुहानको आउने पानी भित्र ट्याङ्कीमा हजुर सोर्सको सोर्स के गर्यो भने 20 सेन्टी अनि हामीले अनि सोलिङ उता 20 अनि बीचको तपाईको 7 सेन्टी बाहिर चाहिँ 20 सेन्टी, बीच चाहिँ 7 सेन्टी मसला। कतिको मसला बनाउनु भयो हजुर? यो यताको 20 हजुर अनि यहाँ भित्रको हाम्रो 15। ए भित्रको 15 बाहिरको 20। कति बाई कतिको मसला बनाउनु भयो? मसला हामीले बनायौं हामीले 1/1 को 1/1 हजुर। होइन कि यो कङ्क्रिट कङ्क्रिट चाहिँ कतिको बनाउनु भयो? 1, 2, 4 को बनाउनु भयो कि कति? 1/1 को भन्यौ त। 1 सिमेन्ट अनि 1 अनि तपाई 1.5-3 को 1.5-3 भन्नु न। त्यस्तो मसला भनेको के? ल 1.5-3 को। ए अनि त्यसपछि त्यही बेला चाहिँ हजुरले यो पनि सरी हाल्नु भएन एल आकारमा बनाएर हामीले पछि अब गरेर एल बनाएर बीचको अनि 30 सेन्टी भित्र हजुर अनि 40 यो बीचको ठाडो ए 40 को ठाडो ए ठाडो। यो माथि यो एक्सटेन्सनको लागि हैन, यो हेल्पको लागि। हजुर। अनि त्यसपछि चाहिँ पछि हामीले अब यो सोलिङको माथिको मसला अनि तपाईको अनि कतिको हाल्यौ भने 1.5-3 को हजुर। अब त्योभन्दा माथि हामीले अब यो प्लास्टर हाल्यौ। प्लास्टर कतिको? प्लास्टर हामीले 1/1 को ए 1/1 को हजुर। अनि त्यसपछि हामीले माथि अब यो पर्निङ गर्नुभयो? ए अनि पोनिङ गरिसकेपछि अब हामीले अहिले सजिया बिछेर पाइपको अब त्यसपछि क्युरिङ गर्नुभयो होला नि त पानी? यहाँ पानी क्युरिङ गर्यौं। ए क्युरेट गरिसकेपछि अनि अब यसको माथिको स्ट्रक्चरको सुरु भयो हैन काम? हजुर। यो माथि फर्मा जोड्नु सुरु भयो अनि सरिया अनि हाम्रो 50 मा अनि हाम्रो 50 सेन्टिमा सरिया बसिया छ। हजुर। अनि हामीले 25 वटा अनि तपाईको घुची कारको घुची बान्निया छ। यो पाइपको लागि हैन, वरिपरि पाइपको लागि बान्नी यो फर्मा पर्छ। अब हाम्रो ट्याङ्कीको हाइट यति छ अनि हाम्रो ट्याङ्कीको हाइट अनि तपाईको 180। हजुर। ठ्याक्कै 180 मा माथि यो हुने भएन? 180 मा यो न्युडियाल्छ। हजुर। 80 ए अब यो ठ्याक्कै उसमा 80 मा 180 मा ट्याङ्क बस्छ। अब हजुरले चाहिँ यो त्यहाँ माथिसम्म चाहिँ किन खन्नु भएको भन्नु त? त्यो हाम्रो यहाँ जागा पछि के हो भने चाहिँ जागा अलि बढी भएर अनि उप्पो खिच्यौँ भने पछि अनि जागा उता यता खिच्यौँ हैन। यो घटा उनले अब जग्गा 180 सम्म पछि अनि यो पनि भन्छन् त ठ्याक्कै यो हाइटसम्म चाहिँ यो कभर हुनुपर्छ माटोले पनि भन्छन् त? पुर्ने त अब तपाईँ के भने चाहिँ हामी पछि बनाइसकेपछि वरिपरि प्लास्टिक हालेर प्लास्टिक हाली अनि त्यहाँबाट वरिपरि माटो बिछाएर हामी पुरिहाल्छौँ। ए आज चाहिँ यो स्टेपसम्म छ हैन? स्टेपसम्म छ। यहाँभन्दा पछि त धेरै छ यो अब किनभने प्लास्टिक हाल्छ पुर्छौँ माटो हाल्छ अहिले हामी फर्मा मात्रै छौँ। अब यो पाइप वरिपरि हाल्छौँ अब? हजुर। अब हामी यसै अब यो फर्मा जोड्नु सुरु गर्छौँ। अब अर्को काम चाहिँ अब नेक्स्ट भिडियोमा हेर्नु भन्नु। हजुर। त्योभन्दा पछि हामी के गर्छौँ भिडियोमा हेर्नुहोस्। अब अर्को उसमा भोलि अब तपाईँ आउनु होला अनि भोलि जाली कस्ने अनि यसको बाहिर गेमिङ तार हाल्ने अनि अलि काम अझै बाँकी छ। ल हुन्छ ल।